हेलो एभ्रिवान, नमस्ते। नानीलाई तयार पारेर म स्कुलको लागि निस्के। यो चाहिँ हाम्रो स्कुल हो जसको नाम सिद्धा पाइला इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुल रहेको छ। म चाहिँ आज नानीलाई खोप लगाउने भनेर स्कुल छिट्टो गएको थिएँ। स्कुलमा एसेम्ब्ली भइसकेपछि मम्मी र म नानीलाई लिएर 10 बजेतिर नगर अस्पतालको लागि निस्क्यौँ। खास नानीलाई दोस्रो खोप चाहिँ 42 दिन पुगिसकेपछि लाउनु पर्ने थियो, तर हामीलाई थाहा नभएको कारणले चाहिँ त्यो दिन लगाउन छुट्यो। त्यही भएर फेरि स्वास्थ्य चौकीहरूमा सोधेपछि अनि 42 दिनपछि चाहिँ जहिले पनि लगाउनुहुन्छ भनेर चाहिँ हामीले नानीलाई खोप लगाउनको लागि नगर अस्पताल लिएर गएका थियौँ। हामी चाहिँ नगर अस्पताल पुग्यौँ। हामी वहाँ जाँदा चाहिँ हल्का भिड थियो, त्यही भएर नानीको नाम दर्ता गराएर नानीको हामीले तौल्यौँ। जन्मिने बेला चाहिँ नानी 3 किलो 300 ग्रामकी थिइन्। अहिले चाहिँ यिनी 6 किलो 250 ग्राम रहेछिन्। बिस्तारै मान्छेहरू अझै थपिँदै गए र लगभग 1.5 घन्टापछि चाहिँ हाम्रो पालो आयो। आज चाहिँ नानीलाई रोटा, पोलियो, पिसिभी र डिपिटीको पहिलो मात्रा दिन थियो। स्वास्थ्य चौकीतिर चाहिँ महिनाको 10 र 11 गते भ्याक्सिन लगाइदो रहेछ र यदि 10 र 11 गते छुटेछ भने चाहिँ नगर अस्पतालमा प्रत्येक हप्ताको सोमबार लगाइदो रहेछ र परिवार नियोजनमा चाहिँ हरेक हप्ताको आइतबार चाहिँ खोप लगाइदो रहेछ। यदि हजुरहरूको बच्चा बच्चीलाई खोप लगाउन छुट्यो भने चाहिँ हजुरहरूले मिलाएर चाहिँ दिन हेरेर बार हेरेर चाहिँ खोप लगाउन जान सक्नुहुन्छ। मेरो पनि नानीलाई खोप लगाउन छुटेको भएको हुनाले नै म स्वास्थ्य चौकी छोडेर नगर अस्पताल नानीलाई खोप लगाउन गएको थिएँ। खोपले गर्दाखेरि चाहिँ नानीहरू बढी रुने र नानीहरूलाई ज्वरो आउने चाहिँ हुँदो रहेछ र त्यही भएर स्वयंसेविकाले चाहिँ हामीलाई यदि नानीलाई 100 डिग्री भन्दा बढी ज्वरो आयो भने चाहिँ निको खुवाउने चाहिँ सल्लाह दिनुभएको थियो। खोप लगाइसकेर चाहिँ हामी स्कुल जानलाई निस्क्यौँ र केही छिनपछि चाहिँ हामी स्कुल पुग्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड। बाई बाई।